पनिरको चाहिँ क्वालिटी चेक गर्नको लागि चाहिँ मैले बिहान बाइक निकालेर गएर पनिर लिएर आएँ। अहिले चाहिँ मार्केटमा चाहिँ धेरै फेक पनिरहरू पाइरहेको हुनाले गर्दाखेरि चाहिँ मैले यो एक्सपेरिमेन्ट गर्दै थियो होइन साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ पनिरकोलाई चाहिँ काटेँ अनि यहाँ चाहिँ मैले लिँदैछु बिटाडिन, जसमा चाहिँ हुन्छ आयोडिन र जो चाहिँ यदि यो फेक पनिरमाथि हाल्ने हो भने चाहिँ त्यसले चाहिँ कलर चेन्ज गर्छ होइन गाइस। हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ पनि पनिरमाथि राखिसकेको छु। मैले ल्याएको पनिरमाथि हेर्न सक्नुहुन्छ अहिलेसम्म चाहिँ केही कलर चेन्ज भएको छैन। मैले यसलाई चाहिँ यत्तिकै चाहिँ राख्नेवाला छु र हजुरहरूलाई भन्न चाहन्छु यदि हजुरहरू चाहिँ मेडिकल सपमा गएर चाहिँ आयोडिन माग्नुहुन्छ भने हजुरहरूले चाहिँ पाउनुहुन्छ र त्यो आयोडिन चाहिँ हजुरले पनिरमा राखेर यदि पनिरले चाहिँ आफ्नो कलर चेन्ज गरौँ भनेर भने चाहिँ हजुरले चाहिँ यो बुझ्नु पर्यो कि हजुरको पनिर चाहिँ मिलावट छ, त्यसमा चाहिँ स्टार चाहिँ छ भनेर बुझ्नु पर्यो होइन गाइस। मैले चाहिँ यहाँ पनिरमा राखेको थिएँ, धेरै समयसम्म राखेर पनि मैले चेक गरेँ तर यो पनिरले चाहिँ आफ्नो कलर चाहिँ चेन्ज गरेको छैन है त गाइस। यसको मतलब यो पनिर चाहिँ राम्रो छ। यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब, कमेन्ट र फलो गर्न नभुल्नुहोस्।